तैँले मलाई अरू केटी जस्तो सोचेको? जुङ्गा बोलाएको छ तेरो, दारी आएको छ मेरो जस्तै, पेन्ट लगाएको छु भन्दैमा पिसाब फेर्दा पनि उठेर मुच्छस् तुरुरु, अनि तेरो अगाडि हुनुपर्ने पछाडि छ। अरू केटी जस्तै होइन अरे, कस्तो चाहिँ हो त अनि? माया यसरी मागेर पाइन्छ? अनि कसरी चाहिँ पाइन्छ माया? म कचौरा बोकेर भिख माग्दै हिँड्नु, ए भगवानको नाममा अलिकति माया दिनुहोस्, ए भगवानको नाममा अलिकति माया दिनुहोस्, दे मैया भन्दै। फोकटमा मेरो टाइम वेस्ट नगर त, त्यसला। अनि मसँग नबोल्दा चाहिँ के गर्छस्? के खुत्याउँछस्? धरानमा हर्क साम्पाङसँग ढुङ्गा बोक्न जान्छस्? ढुङ्गा फोड्न सक्छस्? भन तर के चाहिँ भएको छ भन् त बोका? बोका नभन कान्छी, बोका नभन। यही बोकाले तँलाई आमा बनाइन्छ, पछि थाहा पाउँछस्? तेरो हुनेवाला बच्चाको बाउ हो म, बाउ। तर तैँले के चाहिँ खोजेको? के चाहिँ गर्न सक्छस् तैँले मलाई भन् त? के चाहिँ गर्न सक्छस्? साला अस्ति देउसी खेल्दाखेरि तेरो बोका साथीहरूसँग रक्सी जामा टिल्ल भएर तेरो त्यो बोकाहरूसँग त्यो घरको पछाडि गएको के गरिस् थाहा छैन मलाई? भिडियो बनाएको छु, पठाइदिऊ तँलाई, पठाइदिऊ तेरो बाउलाई, फेसबुकमा हालेर तँलाई पनि ट्याग गरिदिऊ। साले होइन बेबी त्यस्तो नभन न, के भनेको त्यस्तो? तिमीले त्यस्तो गर्यो भने त म त मर्छु नि। अनि तिमीलाई मेरो माया लाग्दैन? हो बल्ल लाइनमा आएछ होइन? ल एड्रेस टिप, कराइकोटी रेस्टुरेन्ट, फ्ल्याट नम्बर 103 अनि रुम नम्बर 2 मा आउनु है। फेरि 1 मा जालास् नि, त्यहाँ बोकाका डारू बस्छ नि, फेरि तानेर लग्ला नि फेरि। ओके म आउँदैछु त्यसो भए। यस आउने पो नयाँ साले। कन्डम पो कहाँ राखेँ मैले यार? कहाँ राखेँ? रक्सी पनि सकिएछ यार। ओ भाइ राजु सुन्न, आज तँ नआइज है, तेरो उता साथीहरूकोमा आज सुत्न जा। आज मेरो चिकु आउँदैछ, चिकु तेरो दाइको आज दसैँ छ, दाइको दसैँ छ। कन्डम कहाँ राखेँ